नमस्कार साथी, यो भिडियो चाहिँ एकदमै स्पेशल भिडियो छ। त्यही भएर तपाईहरुले यो भिडियोलाई चाहिँ सक्दो भन्दा सक्दो शेयर गरेर सपोर्ट दिनु होला है। रवि लामिछानेको विरोध गर्ने भनेको पार्टीका केही झोले मासु भाते कार्यकर्ताहरूले मात्र हो, जसले देशलाई साच्चीकै माया गर्छ नि, देश विकासतर्फ लागेको हेर्न चाहन्छ नि, त्यो मान्छेले चाहिँ कहिले पनि रवि लामिछानेको विरोध गर्दैन है। हामीलाई थाहा छ 3 करोड नेपाली जनताको आशा र भरोसाको केन्द्रबिन्दु भनेको एकमात्र रवि लामिछाने हो भनेर। त्यही पनि केही पार्टीका झोलेहरूले विरोध गर्न छोड्दैनन्। सरकारी ठग भन्छन्, के भन्छन्, उनीहरूलाई एउटा बाहना चाहिएको छ गाली गर्ने, अनि आफू कसरी हुन्छ मासु भात खाने तर्फमा लागिरहेका छन्। भ्रष्टाचार र भ्रष्टाचारीहरूले डुबेको देशलाई निकास र विकास दिन सक्छु, यिनीहरूलाई कारबाहीको दायरामा ल्याउन सक्छु र देशलाई उन्नति प्रगति विकास दिन सक्छु भनेर कम्मर कसेर लागि परेका एकमात्र नेता भनेका रवि लामिछाने हुन्। 2-4 जना पार्टीका झोले कार्यकर्ताहरूले खेदो खन्दैमा विरोध गर्दैमा केही पनि फरक पर्दैन। सिङ्गो राष्ट्र, सिङ्गो नेपाली जनताको साथ र सपोर्ट छ रवि लामिछानेलाई। जय देश, जय घण्टी।